अच्छा काजी दाइ कहाँ जानुभएछ? हो काजी दाइ, काजी दाइ, हो काजी दाइ। ए यो जाठो पो रहेछ। उठो हो दाइ, कति सुतेर बस्नु, मास्ते जाडोतिर हावा खान्छौ। जाठोले निन्द्रा मात्र डिस्टर्ब गरे। जाउँ त जाउँ। गाउँको केटी सबै बेगरेर गइसक्यो। काजी दाइ तपाईँ राँडा बस्ने बिचार हो कि के हो? तेरो दाइको नजरमा अहिलेसम्म त्यस्तो कोही परेको छैन। त्यसको नि दिन आउँछ। काजी दाइको यो सुकेर जान्छ तर त्यो दिन नआउला जस्तो छ। काजी दाइ बरु म पो विचार गर्नु पर्ला जस्तो छ हो। जाठ गोजीमा छैन पुजी, सम्झेर हुन्छ मुजी। The next day. काजी दाइ तपाईँलाई भैसाना बोलाछ। जाठ भैँसी जस्तो लाग्छ तँलाई? कहाँ तपाईँलाई भैसाना दाइ? मारहाल्नु भयो भनेको त हो दाइ। हटी नभएको जिब्रो चिप्लिन्छ के दाजु? सोच्ने दिमागले हो, जिब्रोले होइन। निकाल कुकुरी। उठ जाऊ हिट जाठा। ल बाबु नजाऊ भने मानेन पो। अर्को देशमा राम्रोसँग जानु, आफ्नो ख्याल गर्नु। अनि गरिब दुखीलाई विदेश नगए बिना हुने रहेछ। दाजै मेरो त बिसा लागेछ पो। यहाँ बसेर नि के गर्नु, समय बितेको थाहा नै नहुँदो रहेछ। गर्न सके के होइन, जान्छु ल दाजै। रुनी मान्छे त होइन म, तर मनै भावुक बनाइदियो जाठले। केटा हो, आज गुडिरहेको गाडीको एउटा पङ्ग्रा झरे जस्तै गराइदियो। यदि आफ्नै देशमा राम्रो व्यवस्थापन अनि आफ्नो व्यवसायको राम्रो मूल्याङ्कन भएको भए सायद आफ्नो घर परिवार साथीभाइदेखि टाढा हुनुपर्ने अवस्था आउने थिएन होला। के गर्नु, आफ्नो भविष्य पनि त सोच्नु पर्यो। यदि बाँचिहालेछु भने फेरि फर्किआउला नि, के छ र।